विधि र षड्यन्त्र भइरहेको बेलामा कङ्ग्रेसभित्रको विभाजन भनेको आफैमा एकदम दुःखद कुरा हो। त्यसमाथि पनि अब निर्वाचन आयोगले कानुनभन्दा बाहिर गएर नेपालको दल बदल गर्नको निमित्त कानुनी रूपमा दुईटा प्रावधान छ। एउटा संसदीय दलको 40%, अर्को केन्द्रीय कमिटीको 40%। अब संसद विघटन गरिएको अवस्थामा चाहिँ केन्द्रीय कमिटीको 40% बाहेक निर्वाचन आयोगले अरू चिन्ह हुँदैन भन्ने लाग्छ। अब कङ्ग्रेसको विधानको धारालाई निर्वाचन आयोगले आधार मानेको देखिन्छ हैन, र जुन ढङ्गले सवायदा भइयो भनिएको छ त्यसको शनाखतको प्रक्रियादेखि त्यसको आधिकारिकता प्रक्रियादेखि सबै केही पनि उसले बेस लिएको देखिँदैन। अब दिउँसो निवेदन थियो 1-2 घण्टामै उसले फैसला गरिहाल्यो भन्नुको मतलब यो निकै ठुलो षड्यन्त्र छ भन्ने देखिन्छ। अब पर्सनल्ली गगनजी, विश्वप्रकाशजी, प्रदीपजीहरूको नेतृत्वमा विकास भएको, हामी समकालीन साथीहरू नेता भएको कुरामा त हामी खुसी नै छौँ। तर विधि पद्धति मिचेर, कानुन मिचेर राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूको चाहिँ नि डिजाइनको एउटा चाहिँ मोतियार जस्तो बनेर पार्टी विभाजन गरेर लोकतन्त्र कमजोर बनाउने, राष्ट्रियता कमजोर बनाउने र विदेशी चलखेललाई चाहिँ ओपनली नेपालमा आउन दिने खालको गतिविधि भयो कि भनेर आम राष्ट्रवादी, जनवादी, प्रगतिशील शक्तिहरूले जुन आकलन गरिएका छन्, यसरी नेता हुनुभन्दा त बरु नेतै नहुनु राम्रो भन्ने हो मेरो चाहिँ कुरा। भनेपछि गगन थापाहरूको जुन निर्वाचन आयोगले दिएको छ सबै अवैधानिक छ भन्ने यहाँको भनाइ हो। विगतका पार्टी विभाजनका हिस्ट्री हेर्दाखेरि अब केन्द्रीय कमिटीमा 40% पुर्याएका जस्तो उपेन्द्र यादव, महन्त ठाकुरहरूको पार्टी त विभाजनको चाहिँ एकदम श्रृङ्खला बेहोरिरहेका पार्टी हुन्। हाम्रो पार्टी पनि विभाजनको श्रृङ्खला बेहोरिरहेको छ र विगतमा कुनै पनि दलले त्यो मान्यता पाएन। यद्यपि माधव नेपालको त राष्ट्रिय मान्यता नपाएकै दलमा पनि किसानजीहरूले विद्रोह गर्नु खोज्दा 40% को प्रावधान देखाएर त्यो विभाजनलाई वैधानिकता दिएन हैन। अब प्रदीप यादवजीहरूले पनि उपेन्द्र यादवसँग विद्रोह गर्नुभयो। अब त्यो प्रदीप यादवजीहरूलाई पनि आधिकारिकता दिएन र उनीहरूले छुट्टै पार्टी दर्ता गरे भनेपछि अहिले निर्वाचन आयोगले अहिलेसम्म नभएको नजिक जुन स्थापित गरेर केन्द्रीय कमिटीको 40% को कुनै पनि प्रावधानलाई व्यवस्था गर्दै विशेष महाधिवेशनलाई आधार बनाएर जाँदा अब के हुन्छ भने 300-400 मान्छे जम्मा भएर कुनै पार्टीको विशेष महाधिवेशन भनेर ल फलानु पार्टीको आधिकार हाम्रो चाहियो भनेर बाटाबाट आधिकार दिन थाल्यो भने त नेपालको स्थापित कुनै पनि दलहरू रोलान् जस्तो लाग्दैन। जस्तै रविजीकै पनि अहिले कुलमानजी लगायत ठुलो असन्तुष्टि छ, समाजवादीमा टिकट नपाएकोमा असन्तुष्टि छ। भोलि 100 जना मान्छे जम्मा भएर ल भनेर गऱ्यो भने त त्यसले पनि मान्यता दिनुपर्ने होला होइन। त्यस भएको हुनाले निर्वाचन आयोगले चाहिँ गैर कानुनी ढङ्गले एउटा चाहिँ नि अप्रत्याशित र निकै शङ्कास्पद निर्णय गर्यो भन्ने लाग्छ। देशी विदेशीहरूको षड्यन्त्रको कुरा गर्नुभयो तपाईँले, के चाहिँ त्यस्तो क्लिप पाउनु भयो र देशी विदेशी षड्यन्त्र छ भनेर तपाईँले भन्नुभयो? त्यो त भदौ 23-24 गतेको आन्दोलन के हो होइन। सर्वोच्च अदालतदेखि, सदनदेखि, सिंहदरबारदेखिको जलाइएका घटनाहरू के हुन्, सरकारी कार्यालयहरू, स्थानीय तहहरू, व्यक्तिगत घरहरू जलाएका परिघटनाहरू के हुन्, त्यस पछाडि बनेको सरकार के हो, सरकारले जेनजी पुस्ताको आड भन्दै रविजीहरूलाई नै भोटिङ प्रक्रियामा सहभागी गरेको कुराहरू छ। जगदीश खरेल र बब्लु यादवहरू स्वतन्त्र पार्टीको चिन्ह लिएर उठ्ने कुरा गर्दैछन् होइन। अब बालेनजी हाम्रो केपी कङ्ग्रेसमा लड्ने भन्दै हुनुहुन्छ। अब कुलमानजीलाई पनि उचालेर पछारे, माओवादीसँग निकट हो भन्ने आशंकाको आधारमा काखमा लिएर पछारे होइन। अब मलाई लाग्छ बालेनजीको टिम पनि ठुलो फ्रस्ट्रेसनमा छ, किनभने रवि लामेछानेको सहकारी ठगीको केस चाहिँ मिलापत्र गरेर टुङ्ग्याउन सकिने भएको हुनाले त्यो केस चाहिँ कायम राखे नौटङ्की देखाउनलाई। अब सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा रवि लामेछानेको त लिए त्यो त सेटिङकै थियो। अब हुँदा जीवी राईको पनि लिए। अब फेरि हाम्रो नेपाली समाज जस्तो छ कि जीवी राईले त नेपाली समाजले पनि बिर्स्यो, तर मिडिया साथीहरूले बिर्सनु। कुनै बेला जीवी राई चाहिँ मलेसियामा छन्, त्यहाँको मन्त्रीसँग मेरो कुरा भएको छ, म तुरुन्तै ल्याउँछु, लोकेसन ट्रेस गरेँ भनेर रविजीले गफ दिनुभएको थियो होइन। भनेपछि यो त सबै प्रपञ्च के रहेछ भने जीवी राई, रवि लामेछानेहरू मिलेर सहकारी ठगलाई चाहिँ सेफ गर्ने चाहिँ उहाँहरूको गम्भीर योजना रहेछ। र अहिले चाहिँ नि गगनजीलाई गाँसबाट विद्रोह गराइदिने, एमालेभित्र पनि त्यो खालको परिस्थिति सृजना गर्न खोजिएको थियो। विगतका हाम्रा साथीहरूका यसो भाषा सुन्दा यो केपी ओलीले लिएर जानै सकिँदैन भन्ने भाषा नै आएको। केपी ओलीले तिम्रो छाप लगाइदिउँ भनेर राष्ट्रपति, पूर्व राष्ट्रपति, प्रधानमन्त्रीको भेटघाटका अन्तर्वार्ताहरू पनि बाहिर यसो भागेको र केपी ओली बयान दिन जानुपर्छ म जान्थेँ भनेर पनि हाम्रो नेताले भनेको। अब एमालेभित्र चाहिँ केपी ओलीको एउटा अभिभावकको भूमिका, एउटा राष्ट्रवादी छवि र राजनेताको भूमिका र हामी जस्तो चाहिँ एउटा स्ट्रङ चाहिँ नि र जुझारु र आम युवाहरूको लागि पहिचान गर्न सक्ने शक्ति भएको हुनाले एमाले चाहिँ दुर्घटनामा लान सकेनन्। अब कङ्ग्रेसले चाहिँ दुर्घटनामा लग्यो। अब शेरबहादुर देउवाजीहरूको सरलता अथवा सहजता अथवा चाहिँ नि जिम्मेवारीपन अथवा चाहिँ कमजोरी के हो त्यसलाई आड लिएर आज जुन परिस्थिति बन्यो, यो सबै घटनाबाट के देखिँदैछ भने देश चाहिँ वैदेशिक चलखेलको गम्भीर मोडमा छ। यतिखेर राष्ट्रवादी, लोकतन्त्रवादी र जनवादी शक्तिहरू एक ठाउँ उभिनुपर्छ
परिआयो भने आन्दोलनको आँधीबेरी सिर्जना गर्न पनि तयार हुनुपर्छ। अब हामी चाहिँ नि राष्ट्र निर्माणका चाहिँ नेतृत्वकर्ता मात्र होइन, आन्दोलनको चाहिँ नि सशक्त आन्दोलनका भाग पनि हो। त्यस भएको हुनाले आन्दोलनको मैदान तताउने कुरामा पनि हामी तयार छौँ। अनि जस्तो नेपालमा राजनीतिक षड्यन्त्र हुनलाई दुईटा छिमेकी र आकाशको छिमेकी अमेरिकाको जहिले पनि हात रहन्छ भन्ने एउटा भाष्य छ। अहिले तपाईँले ठ्याक्कै मूर्त रूपमा भन्दा कुन चाहिँ देशले षड्यन्त्र गर्यो त्यति बताइदिनु न, तपाईँले धेरै सूचना अब हामी एउटा जटिल भौगोलिक अवस्थामा छौँ होइन। अब चाइना र भारतको तीव्र प्रगति, दोस्रो महाशक्ति र चौथो महाशक्तिको हैसियतले उनीहरूको उदय, त्यस पछाडि पश्चिमा शक्तिसँग र उनीहरूसँगको कहिले एकता कहिले अन्तर्विरोध। अब उनीहरूको एकता हुँदा पनि हामी पिल्सिनुपर्ने, अन्तर्विरोध हुँदा पनि पिल्सिनुपर्ने पुरानो एउटा भनाइ छ नि, हात्तीहरू मिल्दा पनि मैदान फाट्छन्, हात्तीहरू लड्दा पनि मैदान फाट्छन्। अब यो दुवै शक्तिको एकता र लडाइँका मारमा हामी पर्छौँ। कहिले एकता गरेर हामी मार्न पर्छ, कहिले लडाइँ गरेर हामी मार्न पर्छ। त्यसैले खसी बोकाहरूको कुनै दोष नहुँदा पनि दसैँ तिहार आउँदा मान्छेले काटेर खाइदिन्छ। त्यसै गरी हाम्रो कुनै दोष नहुँदाखेरि पनि हाम्रो जस्तो देश चाहिँ मारमा परेको छ। अब सबभन्दा चुनौती भनेकै राष्ट्रियता जोगाउनु, संविधान जोगाउनु, लोकतन्त्र जोगाउनु र सयौँ वर्षदेखिको हाम्रो सङ्घर्षबाट प्राप्त भएका उपलब्धि जोगाउने चुनौती हामीमा छ। अब कुन शक्तिले कसरी षड्यन्त्र गरिरहेको छ भन्ने कुरा अब यो देखिने कुरा भएन, तर ठुलै चलखेल छ र हाम्रा छिमेकी शक्तिहरू र पश्चिमा शक्तिहरूको बिचको एकता र सङ्घर्षको मारमा हामी परेका छौँ। होइन, यो काङ्ग्रेसको विग्रहले चाहिँ तपाईँहरूलाई कतिको असर पर्ला? अब चुनावको टेक्निकल पार्टबाट हेर्नुहुन्छ भने त हामीलाई धेरै राम्रो हुन्छ, किनभने हाम्रो प्रतिस्पर्धी काङ्ग्रेसै हो। रविजीहरूको प्रतिस्पर्धा भनेको माधव नेपाल र प्रचण्डजोग्य नेकपा नै हो होइन। उहाँहरू तल प्रतिस्पर्धा गरिरहनु भएको छ। हाम्रो खास प्रतिस्पर्धा हाम्रै बिचमा हाम्रो त्यसले राम्रै गर्छ, तर हामीलाई कतिको फाइदा गर्छ भन्ने एङ्गलबाट हामीले यसलाई हेरेका छैनौँ। काङ्ग्रेस विभाजन गर्न खोज्नु, एमालेलाई कमजोर बनाउन खोज्नु र वैदेशिक शक्तिहरू नाङ्गो ढङ्गले आउने कुरा राम्रो होइन। त्यसो गर्नाले काङ्ग्रेसको विभाजनलाई हामीले खुसी मनाइरहेका छौँ। यद्यपि चुनाव स्वतन्त्र निष्पक्ष र धाँधली हुने स्थिति हो भनेर काङ्ग्रेसको विभाजन त स्वाभाविक हामीलाई फाइदा छैन। हामी 500, 900, 700 भोट हारेका छौँ 5 दलीय गठबन्धन हुँदा भने। अब मेरो क्षेत्रमा 900ले हामी हारेका छौँ। काङ्ग्रेस विभाजन हुँदा त त्यो त हामीलाई कति फाइदा भयो, कति फाइदा भयो। प्राविधिक हिसाबमा हामीलाई फाइदा छ, तर राष्ट्रियता र मुलुकको हित र वैदेशिक हस्तक्षेप विरुद्ध हामी लगिरहेको बेलामा हामीले त्यो टेक्निकल र प्राविधिक फाइदालाई चाहिँ खुसियाली मनाउने विषय मानेका छैनौँ। संसदीय राजनीतिमा अब दुईवटा पार्टी सम्भवतः आज नेपाली काङ्ग्रेसले पनि भावी प्रधानमन्त्रीको उम्मेद्वार गगन थापालाई घोषणा गरेर जाला, बालेन शाहलाई प्रधानमन्त्रीको घोषणा पनि गरि नै सक्नु भएको छ। नेकपा एमाले पनि अब भावी प्रधानमन्त्री भनेर कसैलाई पोर्ट्रेट गरेर चुनावमा जान्छ। केपी शर्मा ओली भावी प्रधानमन्त्री त स्पष्ट छ नि, त्यो त कसैले भन्नै पर्दैन। हाम्रो त एकदम बनी बनाऊ, एकदम ओपन सिक्रेट, केपी शर्मा ओली नै आउँदा हाम्रो अध्यक्षको नै आउँदो प्रधानमन्त्रीको उम्मेद्वार हो। एकचोटि हामी बहुमतका साथ साधारण ढङ्गले बनाउने हो। अब बालनजीको प्रधानमन्त्री भनेर त 64 सालपछि भित्ते राष्ट्रपति हुनुभएको थियो प्रचण्ड कमरेड, जताततै भावी राष्ट्रपति प्रचण्ड भनेको थियो। अब फेसबुक र भित्ते प्रधानमन्त्री बालेन हुन्, हाम्रो अध्यक्ष चाहिँ भावी प्रधानमन्त्री हो। अब गगनजीले पनि प्रधानमन्त्रीको उम्मेदवार त हुन पाइयो नि। उम्मेदवार हुने कुरा र प्रधानमन्त्री हुने कुरा चाहिँ धेरै ठुलो कुरा हो। अब उम्मेदवार त म प्रधानमन्त्री हुँ भनेर जोसुकै आएर उठ्ने। दस्तावेजीकरण गरेरै जानुहुन्छ, केपी ओलीलाई प्रधानमन्त्रीमा दस्तावेजीकरण गरेर जानुहुन्छ तपाईँहरू चुनावमा? अहिलेसम्म दस्तावेजीकरण त गर्नु भएको छैन। निश्चित रूपमा केपी ओली हाम्रो आउँदो अध्यक्ष हो। अब यसलाई पार्टीले औपचारिकता दिनुपर्छ भने दिन्छौँ, त्यसमा समस्या छैन। केपी ओली आउँदो हाम्रो पार्टीको मात्रै होइन, नेपालकै आउँदो प्रधानमन्त्री हो र उहाँले शानदार ढङ्गले समृद्ध नेपाल र सुखी नेपालीका अधुरा सपनाहरू पुरा गर्न लाग्नुहुन्छ र वैदेशिक शक्तिहरूको सन्तुलन र वैदेशिक शक्तिहरूसँगको हस्तक्षेपको विरुद्ध सन्तुलनकारी नीति अपनाएर जान्छ। अनि झापा 5बाट चाहिँ बालेन शाहले अब तपाईँको अध्यक्ष विरुद्ध चाहिँ उम्मेदवार दिने भनेर भन्नुभएको छ, त्यसलाई चाहिँ कसरी हेर्नु भएको छ यहाँले? जानुहुन्न होला। बिहान बालेन शाह नजिक एउटा भाइसँग मैले कुरा गर्न लागेको थिएँ, पुरै अन्यलमा हुनुहुन्छ। अब रवि लामिछानेको सङ्गठित अपराधको सम्पत्ति सिर्जना किन फिर्ता ल्याओ, मलाई पनि फसाउन आँटे कि कुन मानु जस्तो। झापा पनि जितेला छैन, कोठा भाडा पनि दिएनन्, घर पनि भाडा लियो भन्ने खालको उहाँको अभिव्यक्ति उनको एउटा शुभचिन्तकले मेरो अगाडि नै फोन गरिरहेको थिएँ होइन। तर उनी जाँदैनन् होला। मैले त झापा जानै पर्दैन, यहीँ भक्तपुर आए नि हुन्छ भने अब भक्तपुर त आउने आँटेको भने तपाईँसँग लड्ने यहाँ आयो पनि भने भक्तपुर आए पनि रमाइलो हुन्छ। तर बालेन शाह त्यहाँ औपचारिक रूपमा घोषणा नगर्दै तपाईँहरू किन आत्तिनु भयो? पहिलोचोटि पनि भक्तपुरमा महेश बस्नेत बालनको विरोध गरेर हार्यो भने त्यसरी बालेन शाहलाई लड्न रहर लाग्यो। अब मलाई आउँछ नि आउँछ त्यो सन्देश पुऱ्याइदिनु होला होइन। उहाँले त सिधै अध्यक्षसँग लड्ने। भक्तपुर आउनु भएन भने उहाँ सविताको क्षेत्रमा होल्ड गर्नु पऱ्यो अहिले 2 नम्बर होइन। त्यहाँ पनि हाम्रो मैनाराम फुयालजी लगायत साथीहरू दावेदार हुनुहुन्छ। आज हामी टुङ्ग्यौँ, त्यहाँ पनि हेरौँला, मेरो छिमेकी क्षेत्रै हो होइन। बालनजी पत्ता साफ हुने हो, किनभने उहाँले यो नदीको जुन 40 मिटरको मापदण्डमा 58,000
व्यक्तिहरूलाई जुन खालको चाहिँ घरबार विहीन बनाउने एउटा षड्यन्त्र गर्नु भएको छ र उहाँहरूले नदीका छेउछाउमा बस्नेहरू र सडक किनारमा बस्ने घर भएका साथीहरू, साना व्यवसायहरू, सुकुम्बासीहरू, कबाडी व्यवसायहरूलाई जुन खालको दुःख दिनुभएको छ, पीडा दिनुभएको छ, उहाँ चाहिँ एउटा दानव रूपमा जुन ढङ्गले प्रकट हुनुभयो र सबभन्दा धेरै भ्रष्टाचार गर्ने नगरपालिका भनेर अख्तियारमा उहाँको रेकर्ड छ, सबभन्दा धेरै बेरोजगार भएको नगरपालिका भनेर महालेखा परीक्षण कार्यालयमा उहाँको रेकर्ड छ, सबभन्दा धेरै पुँजी खर्च गर्न नसक्ने मेयरको रूपमा सही बनाउनु भएको छ। त्यही भएर सर्वाधिक असफल, सर्वाधिक फल खाएको बालेन शाह चाहिँ जहाँ उठे पनि जित्दैनन्। अब उनको हिम्मत छ, आँट छ भने त महोत्तरीबाट उठ्नु पऱ्यो, किनभने एउटा संसदीय मोर्चामा भाग लिएको नेताले आफ्नै क्षेत्रमा उठ्ने हो। अब उनको हिम्मत छैन भने झापातिर जानै पर्दैन, यता भक्तपुरतिर आए पनि भयो, काठमाडौँतिर आए पनि भयो। अब हामी उहाँलाई हिसाब किताब झापा जाने कुरासँग एमाले किन तर्सेको किन थियो? तर्सिनु पऱ्यो? किन तर्सेकै छैन नि? झापा त माटो माटो घर घर। अब त्यहाँ चाहिँ केपी ओलीलाई एउटा अभिभावक मानेको, बा मानेको, 45 वर्षदेखि उहाँ त्यहीँ बसेको, घर घरसम्म उहाँको पहुँच भएको होइन, दुःख परेका मान्छेहरूलाई सेवा गरेको, बच्चाहरूलाई पढाएको, विभिन्न खालका विकास निर्माणमा चाहिँ आँधीबेरी ल्याएको होइन। झापा त केपी ओली मय भएको ठाउँमा अब बालेन देख्नु भयो न, पार्टी कार्यालय र ऊ बस्ने कोठा त नपाएको होइन र। केपी ओलीको घर भनेको नाउँमा उहाँ कहिले काहीँ जाँदा बस्ने घर भत्काए, उहाँले 30 वर्ष अगाडि बेचेको घर पनि जलाए। केपी ओलीलाई त्यहाँ 100औं घरमा चाहिँ आइदिनुहोस् भनेर भनिरहेको छ। अब बालेनलाई पार्टी कार्यालय बसेर म भाडा बस्यो भने त घर पनि दिएन भने त्यसबाट बुझ्नु भएन झापामा बालेनलाई रिजेक्ट गरिन्छ भने। अनि फेरि न सङ्गठन छ, न त्यहाँ कहिले गएको छ, अनि झुक्लुक्क एक दिन झुल्केर अनि बालेनले चाहिँ झापामा जित्ने। यो राष्ट्रसभाको रूपेन्डेहीको सभापतिको सँग तपाईँको किस्सा चाहिँ के हो खास? हिजो समाज सञ्जालमा एकदमै चर्चित बन्यो किस्सा चाहिँ, के रहेछ त्यो किस्सा? के विषय हो? जुन सदन चलाएको विषय? हजुर हजुर। म चाहिँ के हुन्छ, सदन चलाएर अपराध गर्ने साथीहरू, अपराधीहरूलाई कारवाही गर्नुपर्छ भन्ने 700 भन्दा बढी अपराधमा सक्नु हुन राष्ट्रपाका कार्यकर्ताहरू, माओवादी कार्यकर्ताहरू, राजावादी अथवा राप्रपाका कार्यकर्ताहरू जो सम्माइएको थियो। हिजो कुलमान घिसिङ मन्त्री हुँदा सबभन्दा धेरै दबाब उनले थिए, त्यसपछि गृहमन्त्रीले दिए, सुशीला कार्की एउटा मतियार बनेकी छन्। यी 700 भन्दा बढी अपराधीहरूलाई छोडेको छ, ती सबैको हिसाब किताब हामीले राखेका छौँ। सरकार हाम्रो बन्छ, गृहमन्त्री हामी मध्येकै कोही बन्छ, यी सबैलाई कारवाही हुन्छ। माननीय अधिवक्ता निर्णयका विरुद्ध तपाईँ सडकमा जाने तयारीमा हो? युवा माननीय अधिवक्ताले जे रवि लामिछानेको मुद्दालाई अभियोजन सच्याउने 3 बजे सडक प्रदर्शन गर्दैछ। भोलि महाधिवक्ता कार्यालयमा ज्ञापन पत्र पनि दिँदैछ। महाधिवक्ताले नेगेटिभ लिस्टमा परेको विषय जो चाहिँ फुर्ता लिनै मिल्दैन, हाम्रो फौजदारी संहिताको नेगेटिभ लिस्टमा परेको सम्पत्ति शुद्धिकरण सङ्गठित अपराधसित सम्बन्धित मुद्दा उहाँले फिर्ता लिनुभयो। उहाँकै डिम्ब कारोबारको मुद्दादेखि लिएर महिला हिंसाका मुद्दादेखि लिएर धेरै मुद्दा फिर्ता लिएर उहाँ चाहिँ बदनाम हुनुभएको छ। उहाँको विरुद्ध युवा सङ्घ आजबाट नै सडकमा उत्रेको छ। न्यायाधिवक्ता विरुद्ध मात्र होइन, हामी त सरकारको विरुद्ध पनि आन्दोलनमा जाने मानसिकता छौँ। आज हामी त्यो एङ्गलबाट पनि छलफल गर्छौँ सचिवालय बैठक। हस्, धन्यवाद यहाँलाई।